हेलो गाइस, गुड मर्निङ। जय मसी सबैजनालाई। आज चाहिँ हामी चाहिँ पिकनिक जाँदैछौँ अनि त्यस पछाडि हामी चाहिँ कुन ठाउँमा जाँदैछौँ भने चाहिँ मलाई त्यो ठाउँको नाम अलिक भन्नै आएन क्या। लसर के भन्ने ठाउँमा जाँदैछौँ। अब चाहिँ म रेडी हुँदैछु अनि हामी चाहिँ रेडी भएर पुगिसक्यो यो ठाउँमा। अनि कति राम्रो ठाउँ, सेम लाइक हाम्रो नेपाल जस्तै रहेछ कि ठाउँ चाहिँ है। कति राम्रो अनि रमाइलो पनि लाग्यो। अनि दिदीहरूले चाहिँ सामान बोकेर टुकुन टुकुन हेर्दै हिँड्नुहुन्छ। अनि मैले अनि दाइ र दिदीले सामान कति धेरै बोक्नु भएको थियो। मैले नि सामान बोकेको थिएँ अनि बाटोमा आउँदा चाहिँ एउटा दाइले सम्हाल्नु भयो र सजिलो भयो मलाई नि। अहिले चाहिँ हाम्रो चाहिँ पिकनिक स्पट चाहिँ यही हो, सबै चर्चको मान्छेहरूसँग। अनि हाम्रो चाहिँ यो ब्रेकफास्ट हुँदैछ मर्निङको अन्डा र चनासँग। र अनि हामी चाहिँ आज माथि डाँडामा चढ्नेवाला छौँ र त्यही भएर यो चाहिँ हाम्रो प्रार्थना गर्दैछौँ सबैजना मिलेर। अनि हाम्रो एली दिदी अनि हाम्रो बहिनी अनि त्यस पछाडि हाम्रो दिदी हाँस्दै हुनुहुन्छ अनि हाम्रो विलियम दाई। अनि हामी चाहिँ यो डाँडा चढ्दैछौँ है गाइजहरू आज चाहिँ। अनि यो रेड कलरको चाहिँ हाम्रो लोकेसनको नाम रे, यहाँको लोकेसनको नाम रे। यो डाँडा चढ्नलाई आमा कति गाह्रो भयो नि, कति उकालो रहेछ क्या बाटो चाहिँ, एकदमै उकालो रहेछ। उकालो जति माथि जे होस् फाइनली पुग्यो। अनि सबैजना मिलेर हामी चाहिँ भजन गाउँदैछौँ। अनि हामी माथि डाँडामा गएर चाहिँ अनि भजनहरू अनि प्रार्थनाहरू गरेर तल जाँदैछौँ फेरि। अनि जय मसी दाई। अनि हामी चाहिँ तल जाँदैछौँ अनि एकदमै आउने बेलामा उकालो अनि जाने बेलामा चाहिँ बेसी नै ओह्रालो रहेछ। तर जे होस् एकदम रमाइलो भयो। सबैजना गएको थियो अनि एकदमै रमाइलो भयो। अनि सबैजना गफ गर्दै हामी चाहिँ तलतिर झऱ्यौँ गाइस। अनि हामी चाहिँ सलादको लागि काटकुट गर्दैछौँ। अनि हामीले चाहिँ बार्बिक्यू बनाएको थियो अनि सबैजना बसेर बार्बिक्यू चटपटे अचारहरू अनि सलादहरूसँग खायो हामी चाहिँ है सबैजना बसेर। अनि दाइले चाहिँ मलाई मासु देखाउँदै हुनुहुन्छ कि ऊ यता दिदीलाई नै हेर भन्दै अझै उसले पनि हेर्दै गर्नुभयो। एकदम रमाइलो भयो। मलाई देखाउँदै खानुभएको र अनि हामी चाहिँ गेम खेलेको है। यति रमाइलो भएको यो गेम। अनि दाजुभाइहरूले चाहिँ यो गेम खेलेको, दाजुभाइहरूले चाहिँ बुझ्नुभयो चाहिँ एकैचोटि भनेको थियो नि, उहाँहरूले चाहिँ जित्नुभयो, हामीले चाहिँ जितेन। अनि मेरो टर्नमा चाहिँ म चाहिँ खेल्न पाएँ र अर्को बहिनी। अनि हामी खेल्ने मान्छेभन्दा बढी चाहिँ चिच्याउने मान्छे नै भएको कि यति हाँसो लागेर मलाई त झन् आमा। तर हामीले अब छुट्टिन्छौँ र घर आउन लागि प्रार्थना गर्दैछौँ फेरि पनि। अनि हामी चाहिँ घरतर्फ लाग्दैछौँ। धन्यवाद प्रभुलाई आजको दिन आशिषमय बनाइदिनु भएको निम्ति। र थ्याङ्क यू सो मच एभ्री वान वाचिङ द माई मिनी भ्लग। बाई बाई। सबैजनाले माया गरिदिनु होला र भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। बाई बाई।